हेलो एन्ड नमस्ते। आउँदै गरेको महान पर्व विजयादशमीको सम्पूर्णलाई हार्दिक मङ्गलमय शुभकामना। हाम्रो चाहिँ आजबाट बिदा भयो। अब आज हामी घर जाने, दादाहरू नौरीबाट आउँदै हुनुहुन्छ अनि हामी अब एयरपोर्ट लिन जान लाग्छौँ। हाम्रो प्याकिङ सब सकेर रेडी भएर अब हामी ट्याक्क निस्किन लाग्यो। प्रकृति र म अब सँगै जाने। पहिला खाना खाने होइन, पहिला खाना खाने, अनि खाना खाएर अनि एयरपोर्ट गएर पिकअप गरेर चितवन लाग्ने। के छ तिमीलाई यसो भन नि त। सबैजनालाई चाहिँ दसैँको चाहिँ एकदम हार्दिक मङ्गलमय शुभकामना। सबैको फलोस् राम्रो होस्। Keep watching our vlog and subscribe our channel, होइन? Do comment and share all the videos, होइन? अरु के छ? अझै यस्तै राम्रो राम्रो भ्लग बनाउँदै जाउँ भन्ने सोचाइरहेछ। Thank you. Bye. Keep watching. We will update you. अब निस्किन लाग्यो, टोका लक गर्दैछ, सबै प्याकिङ सबै भएर जान लाग्यो। हाम्रो यहाँ रेन छ, रेन इज देयर। रेन के छ? ठिक छ नि? ल जाउँ। घामले लास्टै जाँदैछ गाडी, एकछिन कुल गर्दैछु, कुल हुन्छ अनि निस्किने। हामी चाहिँ घरबाट निस्केर अहिले हाइवेमा आइसक्यौँ। घरबाट हाइवे त्यही 100-150 मिटर बाहिर हो। अब हामी पहिला अब खाना खान जान्छौँ। हामी आज खाना खाने कहाँ जाने बाबु? थकाली जिम्बू नै हाम्रो जक्सन। त्यहाँ पार्किङ पनि इजी एक्सेस छ, होइन? त्यहीँ जाने। अनि त्यसपछि त्यहाँबाट हामी एकछिन रेस्ट गरेर दादाहरूसँग कोअर्डिनेट गरेर अनि दादाहरूको त्यहाँ बोर्डिङ हुँदैछ के अरे, 2 घन्टा टाइम लाग्छ नेपाल आइपुग्न। हामी त्यहाँबाट 1.5 घन्टा पछि निस्किने, होइन? मजाले खाएर निस्किने। अब चाहिँ लाग्यो पल्टनतिर, दसैँ मनाउन घरतिर गाउँतिर लाग्यो। गाडीमा फुल चार्ज छ, होइन? गाडीमा चार्ज छ, हामीलाई के को के अरे डर छ भने जस्तो हो नि त। मोस्ट प्रोबाब्ली हामी हेटौडाको बाटो गइन्छ, होइन? कस्तो तातो आएको यहाँबाट, आम्मामा। यो सनरुफवाला गाडीको यही हो कि डिसएडभान्टेज। सनरुफ फेरि चाहिन्छ आफूलाई, क्याबिन अलिकति उज्यालो होस् भनेर, तर डिसएडभान्टेज यही छ कि कति तातो यार। ओ माई गड, गीत पनि बजाऊँ न, गीत पनि। हामी फाइनल्ली जिम्बू आइपुग्यौँ। लास्टै क्राउड थियो र आज लास्टै भिडियो बल्ल बल्ल सिट पाइयो, होइन? ब्याकग्राउन्ड अनिल ल्यायो र, होइन? जिम्बूमा आएर खिर त खानै गरिन्छ। वेलकम गर्नको लागि बुकेल हेर्दै यहाँ बुके बनाउँदैछौँ। अहिले बुके बनाइदिँदै जानुहुन्छ। फाइनल्ली हामी यहाँ बुके बनाएर निस्किसक्यौँ। हाम्रो यहाँ फुलमा हेर न कस्तै फेरि, ल होइन? केही छ भन्नलाई? कति खुसी भयो हेर। हो, ठिकै छ। हेर त एउटा गाडी आएछ, त्यो हाम्रो पछाडि नै रोकिसक्यो। यहाँबाट देखिने रे इन्डिगो भन्दा यहाँ बस भन्दा सबै जस्तो छ नि।
सबै लगातार देखा नि त जिन्दगी बगेको पानी जस्तै हो आउँदैन फर्केर फेरि फेरि यो जिन्दगी बगेको पानी जस्तै हो आउँदैन फर्केर फेरि फेरि यो हाँसिराखन माया बोलिराखन हाँसिराखन माया बोलिराखन धेरै पछि आँखा झोल्यो तर तिमी हाँसेनौ बोल्न त मन लाग्छ तर बोली फुटेन हाँसिराखरी माया बोलु कसरी गीतको लिरिक्स नै उल्टो पुल्टो भयो अब हामी बानेश्वर चोकमा आइपुग्यौँ नियर संसद भवन ल हामी बानेश्वर चोकबाट अगाडि संसद भवनतिर आइपुग्यौँ अहिले संसद भवनको अवस्था जुम गरेको भ्यूमा देखाएको अब मोसनमा पिक्चर त ए बनाउँदै रहेछ त है मेन्टेनेन्सको काम भइरहेछ धेरै मेन्टेनेन्सको काम त फास्ट अवस्थामा छ दादाहरू पनि अब ल्यान्ड भइसक्यो अब हामी एयरपोर्टको लागि ट्राफिकले गर्दा अलि ढिले भइरहेछ हाम्रो पनि के हो बाबा त्यत्रो अग्लो वाल यार मैले यादै गरेको थिइनँ त्यो एयरपोर्टको बेस ट्याक्कै सिधा बनाएको होला कि है ग्राउन्डको क्या त्यो पहिरो नफर्छ भनेर बवाल रहेछ त्यहाँ बवाल रहेछ होइन हामी यता फ्रिक्वेन्टली नआउनु पर्यो यताको केही पुरै थाहा छैन क्या कति वर्षपछि जस्तो लाग्यो यस्तो भइसक्यो चाहिँ हामी एयरपोर्ट त सुरज दादाहरू आएपछि त आएकै छैन आइयो र ए होइन म चितवन जाने बेला आइयो नि तर त्यतिखेर यादै गरिएन एक वर्ष यस्तो राम्रो देखिएको आकाश त ये बिल्डिंग बड़ा लाग्छ एङ्गल के है अहिले हामी एकैछिनमा यताबाट आउँछौँ यो गेटबाट अराइभलतिर दादा दिदीलाई रिसिभ गर्न चाहिँ हामी एन्ट्री गऱ्यौँ अब फाइनल्ली एयरपोर्ट आइपुग्यो तिरुवन इन्टरनेसनल एयरपोर्ट हामी चाहिँ एयरपोर्ट आइसक्यौँ यस्तो गर्मी छ यहीँ सिधाएर कुरिरहेको छौँ दादाहरूलाई निस्किने बेला भएपछि फोन गर्छन् अनि नानी लिनलाई एयरपोर्ट कहाँ यस्तो छ घाम पुरै घाम अब हामी चाहिँ गाडीबाट निस्केर जाँदैछौँ दादाहरूलाई रिसिभ गर्नलाई दुईजना है हामी यहाँ दादाहरूलाई रिसिभ गरेर भित्र आइसकेका छौँ
भित्र आएर कुरेछौँ खै कतिखेर आउने थाहा छ कस्तो लागेको छ रमाइलो लाग्छ आज घर जाने हो दसैँ सुरु हुन्छ क्या अब घर जाने हो रमाइलो गर्ने हो छोरी भेट्ने हो खेल्ने हो Finally get It's so guys, it's finally good. Lazam. Mr. Dr. Dikal Gimire नेपाल आइसक्नु भएको छ डाक्टर जुस्ना नेपाल आइसक्नु भएको छ बाइ बाइ ल अब हामी बाहिर निस्किसक्यौँ यसो क्लेम गर्नुपर्छ लगेज भाँचिएछ एउटा दसैँ आयो ल अब हामी गाडीमा जान्छ हामी यहाँ हिँड्दै थियौँ बाटोमा एउटाले डाक्टर विकल घिमिरे होइन भनेपछि त चलपलै भयो नि होइन रहेछ आखिरी साँच्चीकै रहेछ है साँच्चीकै रहेछ ल हामी निस्क्यौँ है एयरपोर्टबाट होइन हाम्रो दसैँ आयो सुरु दसैँ आयो ह्याप्पी दसैँ अहिले हामी फर्पिङ आइपुग्यौँ बाटोमा धेरै दिक्क भइयो ट्राफिकले गर्दा खिच्न पाइएन अघि फेरि यस्तो मिठो गीत गाइदियो मैले कपिराइट लाग्न सक्छ यार युट्युबमा यस्तो गीतहरू राख्नु भन्दा कपिराइट लाग्छ मैले गीत गाएको क्या राम्रोसँग कपिराइट लाग्छ कि जस्तो लाग्यो लागेछ नि ब्याकग्राउन्ड होइन कि मैले यत्तिकै गाएको कि थाहा छ क्या मलाई राम्रो भएपछि कपिराइट लाग्छ नि अझै बुझेन बुझेर भन्छेको के दादाले पछि मिला हो बाबु बाबा पछि मिला के भन्दै त बडी क्या हो ल हामी चाहिँ अब यताबाट चाहिँ दक्षिणकाली गइन्छ भने अब हामी लाग्यौँ यता फर्पिङतिर हजुर यही बाटो त हो नि आइस चाहियो दादालाई आइस किनेर अनि निस्किने हामी यहाँ आइसको हन्टिङमा छौँ है आइसक्रिममा छौँ हामी प्रकृति जुत्ता किन्ने हो दादा ऊ आउँदा उता के दारु पसलमा पाइन्छ कि त्यहीँ पाइन्छ नि त्यहीँ हुन्छ नि सबै ले यहाँ आइस भेटियो ल यस्तो आइस भयो नि हुन्छ क्या यहाँ हामीलाई दाइले टन्नै आइस दिनुभयो यहाँबाट झिकेर ए औषधिको जुगाड भयो हाम्रो दाइले थ्याङ्क यू सो मच है दाइ अहिले हामी कहाँ आइपुग्यौँ भन्दाखेरि यो गेट छ यहाँ लोकेसन के छ हुमाने भन्ज्याङ आइपुग्यौँ खाजान लगाइरहौँ
तिम्रो पहिला खाजा के हुन्छ यार? ल्यान्ड भइसक्यो पहिला खाजा के हुन्छ यार मोमो खानु मन थियो मलाई पछाडि दुईजना बोकाले एकदम रन्थ्या के अरे केही नै आउनु यार म त होइन बोक्लै मिस्टेक भएछ क्या त्यही नेपाल ल्यान्ड हुने बित्तिकै खान नपाएपछि त अनि दादा बेचारा पहिल्यैदेखि झर्ने बित्तिकै मोमो खान्छु भन्छेको मान्छे पहिल्यै मैले सेन्टरमा नि खाने सोचेँ त्यहाँ 14 गएर खाने भनेको त्यहाँ पनि फेरि के भयो अनलक त गर्नु पर्यो नि त त्यो ठाउँ कति टाढा हो यार म्यापमा हेर्न पाएँ नि हुन्थ्यो यार मलाई थाहा प्रगति त्यो ठाउँ अब त धेरै नजिक हो नि अब त आयो नि दादा यो त कलङ्कै आइसक्यो नि त्यो ठाउँ कति टाढा हो नि मलाई थाहा नै छैन त्यो ठाउँ चाहिँ के थियो भने हामी त्यो पुलिस चौकी अब के भन्नु भयो त्यो अब आइसक्यो अब म्याक्सिमम भयो भने अब म्याक्सिमम 2 देखि 3 किलोमिटर एक ठाउँबाट हामी हिँड्दै गर्थ्यौँ के अलि एक ठाउँमा चार्ज गर्न छोडेको थियौँ गाडी अनि त्यसपछि हिँड्दै तर त्यो पुलिस चौकी पछिदेखि पुलिस चौकी अगाडि थियो पुलिस चौकी पछि हो कटेर किनभने राति परेको थियो चौकी काइन्ड हेर त अब आउनु लाग्यो के हामी आइयो च्याङवा खाजा घर पाखेल भन्ने ठाउँमा चार्जिङ गर्न चाहिँ रोकेको थिएँ तर चार्जिङ भएन च्याङवा खाजा घर पाखेल फोन नम्बर यहाँ छ कसैलाई यहाँ आउँदाखेरि कन्ट्याक्ट गरेर खाजा खानु पऱ्यो भने के बन्छ यहाँ हो नाइस हामी लास्ट टाइम नि आएको थियौँ नि दाइ अनि गाडी चार्ज गर्न राखेको थियौँ राति अति भएर अनि फेरि के पानी नि परेको थियो होइन दुःख पाइएको थियो अरू के भन्छ नि हो बफ मोमो बन्छ ए ल दाइलाई दादालाई एकदम मिठो टाइम लिएर मिठो बनाइदिनु भाउजू खाने हो अरू चिकनमा के भन्छ चिकन चाउमिन हो म चिकन चाउमिन र चना सोना हालेर बनाइदिनु तिमी के खाने यस्तो गरिदिनु न हाफ 3 ठाउँमा है हो ल 2 ठाउँमा अनि तिमी के खाने अस्ति नि पनि के नखाने 1 वर्ष अगाडि नै अलि नखाने दादा तुम्बा खान्छौ तुम्बा छ मैले एउटा खान्छु है फेरि यसरी के ल दादाको नेपाल आएपछिको पहिलो खाना पहिलो मोमो दाइ त नेपाल आएपछि मेरो फर्स्ट फुड हो नि दामी बनाउनु भयो म नेपाल ल्यान्ड भएपछि मैले पहिलोचोटि के खाँदैछु नि यही खाँदैछु सिधै तपाईँको नेपाल आएपछि ल खाऊ त खाऊ अनि रियाक्सन दिइहाल त आजै आएर सिधै यही कस्तो छ रिभ्यू दिनु पर्यो दाइलाई पनि पहिला खानुहुन्छ टेस्ट कस्तो छ मेरो त बफ मोमोको सोच अर्कै थियो बिर्सिसक्यो मैले धेरै ग्याप भयो बफ मोमो नखाएको चाहिँ कति भइसक्यो जहिले चिकन तर प्याटर्न चिकनमा आयो फेरि टेस्ट बल्ल आयो दाइ मलाई अचारले सही टेस्ट दिइरहेको विदेशबाट आएको मान्छे बिस्तारै ढिलो आउँछ है सबै कुरा बल्ल आयो यताबाट आएर अहिले भेटघाटमा रोकेर खाजा खाने लाग्दैछ आज सानो माइनर इन्सिडेन्ट भयो गाडी पास गर्ने सिलसिलामा चाहिँ गाडीमा स्क्र्याच लाग्यो अलिक मन दुख्यो दसैँमा झन् सबै बनाएर टक्क सर्भिस गरिने यति भयो अब यो आफ्नो दसैँ बनाउनु पर्ला आफ्टरअल सबै ठिक छ अलिक यो कुराले तनाव दिएको थियो एकछिन त अब अहिले अब ब्यालेन्समा आइसक्यो होइन बाबा लाइफ यस्तै बनिहाल्छ फेरि हामी भेटघाटमा आएर यहाँ तास भुजा मोमो खाँदैछौँ गाडी हल्का ठोको अवस्था एकछिन तनाव भयो त्यही भएर हामी ब्लक गरिएन त्यसपछि अहिले माइन्ड कुल भएर फेरि कन्टिन्यू गरिरहेछौँ घर बन्छ गाडी अहिले हामी पुरानो पर्सा आइपुग्यौँ अति गाह्रो भएर यहाँ चिया खान लाग्छौँ चिया खाएर अनि एकछिन बसेर अनि फ्रेस भएर जाने हो अहिले मिठो चिया बनाउँदैनुहुन्छ है ल हेर्नुहोस् हाम्रो सिजनमा यसरी ट्रक हेर्न पाइन्छ ट्रक आउँदाखेरि कुकुर पनि उठ्छ ल हेर्नुहोस् बाबु तिमी कुन के नर्दन हेमिस्फियर हो
म आर्कटिक सर्कलबाट आएको नर्थ अफ द वर्ल्ड संसारको इन पोइन्ट अलमोस्ट इन पोइन्ट जस्तै ठाउँ हो मान्छेले आफूलाई माया कसरी गर्नुपर्छ सिकाउँछ एक महिनासम्म यही सुनाउनुहुन्थ्यो आफूलाई यति माया गर्नुपर्छ लाग्छ भने आफ्नो लागि सबभन्दा फेभरेट पर्सन आफू हुनुपर्छ पहिला हामीले एउटा फोटो नै खिच्यो नि यार एयरपोर्टमा मैले त खिचिसकेँ नमस्ते गरेर कोसँग भनेको त एक्लै एक्लै खिचेर राखिसकेको फाइनल्ली हामी घर आइपुग्यौँ कति बजे 11:42 घर आइपुग्यो यहाँ गेट खोल्दै हुनुहुन्छ मम्मीले आइयो घर हेलो ड्याड ल ड्याड Hello. छोरीलाई हेर्ने बेला भइरहेछ यहाँ नमस्ते ड्याडी नमस्ते छोरी नमस्ते ड्याडीको गिफ्ट मामाको गिफ्ट मैले गालामा चुप्पा खाइदिएँ उठेँ कि बाबा Baba beraksik Ebi ini Jauh, mamu jauh भिडियो बनाउनु पर्यो एउटा कसरी जान्छेवाला भिडियो हुन्छ मम्मी बाबा राखेर बाबा आऊ ताई आऊ स्वर त सुनेको स्वर हो नि त आउनु सरी आउनु आऊ कस्तो खुसी भयो मेरो सास ओ मेरो सास आउ न छोरो छोरो ल छोरो 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 मलाई खप्ले सकिने
जति बाटो है यहाँ पुरै 2 मिनेट रिसर्च गर्ने हो कि त सानो है अनि त्यसपछि अनि पुरै छोड्यो बाबा बाबा फेसै देखिएन नि त बिचरा बाबा बाबु यहाँ आएर यता भेरी गुड मेरो कपाल यहाँ कुहेलेर अहिलेसम्म यहाँ लुडी बुडी गरेर निन्द्रा लाग्यो निन्द्रा लाग्यो अब त निन्द्रा लाग्यो तिमी गएर सुतौ न अब एकदम गाह्रो ओके त्यो निन्द्रामा को मान्छे आयो आज भन्छ कस्तो हाँसी कि फाइनली 6 जना सँगै घरमा भएको अवस्था होइन आफ्टर 2 इयर्स 6 जना एकै ठाउँमा सबैजनालाई ह्याप्पी दसैँ हामी चाहिँ रमाइलो गर्न थाल्छौँ तपाईँहरू रमाइलो गर्नु होला ब्लगहरू हेर्दै गर्नु होला ब्लग हेर्नुभएकोमा धेरै धेरै धन्यवाद लाइक सेयर सब्सक्राइब गरिदिनु होला थ्याङ्क यू भेरी मच एन्ड सी यु इन द नेक्स्ट ह्याप्पी दसैँ